अब को बन्ला त नयाँ गृहमन्त्री? सुदन गुरुङले 26 दिनमै गृहमन्त्रीबाट राजीनामा दिएपछि नेपालका गृहमन्त्रीमाथि किन सधैँ धेरै आरोप लाग्छन् भन्ने कुराको प्रश्न व्यापक रूपमा उठिरहेको छ। यसको प्रमुख कारण भनेको गृह मन्त्रालय देशकै सबैभन्दा शक्तिशाली मन्त्रालय मध्येको एक हो। यसले प्रहरी, सुरक्षा, इमिग्रेसन, नागरिकता, कारागार र कानुन कार्यान्वयन सम्बन्धी काम गर्छ। जहाँ शक्ति हुन्छ त्यहाँ दबाव हुन्छ, जहाँ पैसा हुन्छ त्यहाँ विवाद हुन्छ, जहाँ अनुसन्धान हुन्छ त्यहाँ शत्रु पनि धेरै हुन्छन्। इतिहास हेर्दा नेपालका पूर्व गृहमन्त्रीहरूमध्ये धेरैजना त जेल समेत गइसकेका छन् भने कोहीलाई गम्भीर आरोपमा मुसिसकेका छन्। जहाँ शक्ति हुन्छ त्यहाँ दबाव हुन्छ, जहाँ पैसा हुन्छ त्यहाँ विवाद हुन्छ, जहाँ अनुसन्धान हुन्छ त्यहाँ शत्रु पनि धेरै हुन्छन्। इतिहास हेर्दा नेपालका पूर्व गृहमन्त्रीहरू कोही जेल समेत परिसकेका छन् भने धेरैजनालाई चाहिँ गम्भीर आरोपहरूमा मुसिरहेका छन्। जसको उदाहरणको लागि खुमबहादुर खड्का, विजय कुमार गच्छेदार, रामबहादुर थापा बादल, त्यसैगरी रमेश लेखक, रवि लामिछाने र थुप्रैहरू। तर ती मध्ये धेरै गृहमन्त्रीहरूले आरोप लागिसकेपछि पनि कुर्सी सजिलैसँग त्याग गरेका थिएनन्। आज राजीनामा दिएका सुदन गुरुङले भने सम्पत्ति शुद्धिकरणको मुद्दा खेपेका दीपक भट्टसँगको साझेदारीको आरोप लागिसकेपछि आफै राजीनामा दिएका छन्। तपाईलाई के लाग्छ, नेपालका गृहमन्त्रीहरूको कुर्सी किन सधैँ विवादित बनिरहन्छ?